मेरो घरको आँगनबाट चाहिँ यो दृश्य देखिन्छ हैन। अनि मेरो घर चाहिँ यही नै हो हैन। अलिकति यहाँ दाउराहरू राखिदिनु भएको रहेछ, त्यसले गर्दाखेरि अलिकति सो बिगारेको छ हैन। यो घरको एउटा कहानी छ। यसमा चाहिँ हामी लगभग धेरै ठुलो फ्यामिली थियौँ हैन। अनि सबै अब कोही दिदीहरू बिहे गरेर जानुभयो, हामी परदेश हैन। अनि अहिले चाहिँ घरमा आमा मात्रै एक्लै हुनुहुन्छ क्या। हामी चाहिँ पाहुना जस्तो भनेर आउनुपर्ने उसले गर्दाखेरि हैन। अब आमालाई चाहिँ टिकटकले जस्ट टाइम पास गराइदिइरहेछ। मोबाइलहरू चलाउन दिएथेँ, सिकाइदिएथेँ। अनि अहिले चाहिँ एक्लै गाउँमा प्रायः मान्छेहरू एक्लै हुनुहुन्छ, सबै एक्लै हुनुहुन्छ। सानसाना बच्चा अनि बुढाबुढी मात्रै हुनुहुन्छ गाउँमा चाहिँ। गाउँभरि नि त दसैँ तिहारको बेला मात्रै हो। गाउँमा युवा भन्ने साथीहरू हुँदै हुनुहुन्न। केही पर्यो भने पनि गुहारको लागि एकदमै गाह्रो छ है। अनि हाम्रै घरबाट चाहिँ पारीको गाउँ देखिन्छ। यो लियाक भन्छ यो गाउँलाई, माथि जैपते भन्छ हैन। अनि यताबाट बेलटारी पनि देखिन्छ, सायद तपाईँहरूलाई थाहा छ होला। बेलटारी चाहिँ यो जलविद्युत थियो नि हाम्रो कालीगण्डकी त्यहाँ अहिले पुल पनि बनिरहेको रहेछ, दर्पुक जोड्ने पुल पनि बनिरहेको रहेछ। अस्ति गएको थिएँ म। अनि हाम्रो गोठहरू भैँसी पनि पाल्नु भएको छ है। दाउरा राख्ने ठाउँ भइहाल्यो, यो चाहिँ मल जम्मा गर्ने ठाउँ भइहाल्यो। अनि थोरै मकैहरू अगाडि जस रमाइलो छ, हावा चलिरहेछ। गर्मी सिजन छ, शीतल छ गाउँघरतिर। आज चाहिँ म काठमाडौँतिर जाँदैछु।